गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन सक्दैन। गृहमन्त्री लेखक। काठमाडौँ गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने बताएका छन्। नवलपरासी बर्दघाट सुस्तापूर्वको गैंडाकोटमा आज आयोजित कार्यक्रममा उनले गणतन्त्रमा केही पनि भएन भनेर गर्न खोजिएको प्रचार गलत भएको बताए। मुलुकमा समस्या छैनन् भनेर म भन्दिन, समस्या छन्। बेरोजगारी, आर्थिक शिक्षा, विकास पूर्वाधारमा समस्या छन्। सोचे अनुसार आर्थिक वृद्धि गर्न सकिएको छैन, समस्या गृहमन्त्री लेखकले भने। तर नेपालमा समस्या मात्रै छन् भनेर बनाउन खोजिएको भाष्य सत्य होइन। विभिन्न चुनौती र समस्याका बावजुद धेरै काम भएका छन्, धेरै काम गर्ने प्रयत्न भइरहेको छ। उनले नेपालमा रहेका अपार सम्भावनाहरूलाई पहिचान गरी तिनको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएर लागेको बताए। समस्यालाई मात्रै हेरेर बस्ने हो भने समस्याको चाङले च्यापिन्छौं, तर सम्भावना हेरेर अगाडि बढ्यौं भने विकासको गतिमा अगाडि बढ्न सक्छौं। यसमा सबैको साझा प्रयास आवश्यक छ, मन्त्री लेखकको भनाइ थियो। उनले गणतन्त्रले केही दिएन, लोकतन्त्रले केही भएन भनेर निरङ्कुशताको कुरा गर्नु गलत भएको भन्दै यस्ता गलत प्रचारको पछि नलाग्न सबैलाई आग्रह गरे। लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था र गणतन्त्रको विकल्प राजतन्त्र वा अरू केही हुन सक्दैन। गणतन्त्रको स्थापनापछि धेरै उपलब्धि भएका छन्, यसको गति बढाउन सबैबाट इमानदार प्रयत्न आवश्यक छ। यसमा नागरिक, दल र सरकार मिलेर अगाडि बढ्नुको विकल्प छैन, मन्त्री लेखकको भनाइ थियो। म क्याम्पस पढ्ने बेला स्नातक तहको अध्ययनका लागि काठमाडौँ वा भारत जानुपर्ने बाध्यता थियो। स्वास्थ्य समस्या त्यस्तै थियो। हाल गाउँ गाउँमा उच्च शिक्षा र स्वास्थ्य सुविधा पुगेको छ। देशभित्रै सम्भावना खोज्नका लागि सरकारले वातावरण बनाउँदैछ। अब हाम्रो सम्पूर्ण ध्यान रोजगारी सिर्जनामा केन्द्रित गर्नुपर्ने बेला भएको छ। उनले देशभित्रै रोजगारी मिल्ने वातावरण निर्माणका लागि सरकारले काम गरिरहेको बताए। सबैको साथ हुनुपर्छ, देशभित्रै सम्भावनाको सुनिश्चितता गर्छौं। बाँसको व्यवस्था सुनिश्चितता गर्छौं। उनले भने अहिले सामान्य श्रमिकको रूपमा जनशक्ति पठाइरहेको नेपालले आगामी 10 वर्षभित्र विश्वस्तरकै दक्ष जनशक्ति निर्माण गरी स्वदेश र विदेशका धेरै देशमा पठाउन सक्छ। देशभित्र स्थापना भएका प्राविधिक धारका विश्वविद्यालयले मुलुकका लागि आवश्यक पर्ने दक्ष जनशक्ति निर्माण गर्ने काममा लागिरहेका छन्। कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले प्राविधिक शिक्षा घर आँगनमा पुर्याउने लक्ष्यसहित क्याम्पसलाई सम्बन्धन दिइरहेको बताए। उनले हाल विश्वविद्यालयसँग एउटा केन्द्रीय क्याम्पस तथा 15वटा आङ्गिक क्याम्पस र 31वटा सम्बन्धन प्राप्त क्याम्पस रहेको जानकारी दिए। विश्वविद्यालयमा करिब 18,000 विद्यार्थी अध्ययनरत रहेका भन्दै उपकुलपति पन्तले शैक्षिक क्यालेन्डरलाई पूर्ण पालना गर्दै उत्कृष्ट विश्वविद्यालय बनाउन आफूहरू लागि परेको बताए।